हेलो साथीहरू, यति बेला तपाईहरू सबैले आफ्नो सामाजिक सञ्जालमा एउटा भाइरल बाँदरको भिडियो अवश्य देख्नुभएको होला। आउनुहोस् आज म हजुरहरूलाई त्यही भाइरल बाँदरको बारेमा भन्ने छु। अहिले सामाजिक सञ्जालमा भाइरल भएको त्यो सानो जापानिज बाँदरको नाम हो पन्च। पन्चको जन्म जुलाई 2025मा जापानको इकिचिवा जूमा भएको थियो। तर स्याडली पन्चको आमाले उसलाई जन्मने बित्तिकै आफूसँग नराखी उसलाई एक्लै छाडिदिन्छ र त्यसपछि पन्च एक्लै हुन्छ। तर जूको स्टाफहरूले पन्चको हेरविचार गर्न थाल्छन् र पन्च जूको स्टाफहरूसँग एकदमै धेरै घुलमिल हुन्छ। त्यसै कारणले जूको स्टाफहरूले पन्चलाई साथी हुन्छ भनेर एउटा मङ्की डल गिफ्ट दिन्छन्। त्यस दिनदेखि सानो पन्च मङ्कीले आफू जहाँ गए त्यही मङ्की डललाई आफ्नो साथमा राख्छ र आफू जहाँ गए त्यही सँगै लिएर जान्छ। पन्चले मङ्की डललाई आफ्नो आमा जस्तै सम्झेर अँगालो हालेर बसिरहन्छ, किनकि जब पन्चले आफूभन्दा ठुलो बाँदर र आफ्नो आमासँग साथ खोज्न जाँदा उसलाई स्वीकार्दैनन् र पन्चलाई एक्लै छाडिदिन्छ। त्यही भएर पन्च धेरै बेरसम्म त्यही मङ्की डलको साथमै बसिरहने गर्दछ। मङ्की डललाई नै आफ्नो आमै सम्झेर आफ्नो आमा जस्तै अँगालो हालेर बसिरहन्छ र त्यस दिनदेखि त्यही मङ्की डल नै पन्चको साथी बनेको छ। यो भिडियोबाट हामीले के सन्देश पाउन सक्छौँ भने यति सानो बाँदरको बच्चाले पनि आफ्नो आमाको माया र साथ खोज्ने गर्दछन् भने हामी त झन् मान्छे हौँ। त्यसैले हामीले एकअर्कालाई सधैँ माया र साथ बाँड्नुपर्छ। साथीहरू, यस च्यानललाई सब्सक्राइब गर्न नबिर्सिदिनुहोला। म हजुरहरूको लागि यस्तै नयाँ र रोमाञ्चक कथा लिएर आउनेछु। धन्यवाद।